एभ्रिवान गुड मर्निङ। आज बैशाखी गते हामी घुम्न गइरहेको छौँ राजक्षेत्री। अब तपाईँ बिस्तारै जानु, हामी कति इन्जोय गर्छौँ। कति राम्रो केटीहरू। अब तो ही बता, तेरी तस्वीर मैं अगर किसी लड़की को भेज दूं तो क्या शादी के लिए हाँ करेगी? कभी नहीं मरना पसंद करेगी। इन्जोय गर्छौँ, तपाईँहरूलाई भन्छौँ, हामी सबै कुरा हेराउँछौँ। ब्लगमा जोडिराख्नु होला। धन्यवाद। हामी अहिले कान्छी चौक जाँदैछौँ। पछाडि हेर्न सक्नुहुन्छ बोलेरोहरूको गाडीको पार्क भनौँ न, के भन्नु अब गाडीहरूको होइन, के भन्छ अब शब्द भन्नु। म केही भन्दिनँ। आज नयाँ वर्ष हामी घुम्न निक्लेका छौँ है। अब यस्तै हो, नयाँ वर्ष त घुम्नु होला। ल, नयाँ वर्षको सबैलाई शुभकामना। सबैजना खुसी हुनुहोस् र सबैजनालाई आज नयाँ वर्षको उपलक्ष्यमा जति पनि जस्तो गर्दैछ, ओहो जति जस्तो गर्लफ्रेन्ड छ उहाँहरू त गर्लफ्रेन्डसँग गइ नै हाल्नुहुन्छ। तर हाम्रो गर्लफ्रेन्ड नभएको सिङ्गल केटाहरू हामी चारजना चाहिँ केटा भए पनि यसो नयाँ वर्षलाई इन्जोय गर्नुपर्छ भन्ने चारजना केटाहरू निक्लेका छौँ। र हाम्रो अहिले यात्रा रहेको छ, कहाँसम्म जान्छौँ हामी? हामी अब 17सम्म भनेको छौँ। अब हेरौँ कहाँसम्म पुगिन्छ। अब हिँडिराखौँ कहाँसम्म पुगिन्छ। तर हाम्रो अहिले यात्रा चाहिँ 17सम्मको हो। तर हाम्रो निश्चित छैन यहाँसम्म जान्छौँ। यात्रा चाहिँ हामी 17सम्म पुग्छौँ। अब 17 गएपछि अब कहाँ पुग्छौँ भन्ने कुरा चाहिँ अब त्यहीँ गएपछि थाहा हुन्छ। दुईजना ब्युटिफुल केटीहरू पनि अगाडि हुनुहुन्छ। पुरै साल एकदम दामीसँगले जाओस् होइन। र हामी अहिले 14 जाँदैछौँ। हाम्रो अगाडि साइबर भाइ पछाडि हेर्नुहोस्। र हामी अहिले कहाँ छौँ हेर्नुहोस् आफै। यो रहेछ हाम्रो इटारदेखि भित्रको भाटबटेनी, नेपालको सबैभन्दा ठुलो भाटबटेनी सुपर मार्केट भनेर। केएफसी तपाईँहरू खान सक्नुहुन्न, तर हामी खाने कुरा चल्दैछ। अब हामी भाटबटेनी छिरेर केएफसी खाने कुरा चलिरहेको छ। एकपटक छिरिदिनु न त। ल ल अभी मैं गाली नहीं दे सकता। नहीं, गाली नहीं देना। फैमिली देखती है, वरना मैं ऐसे गाली दूं, ऐसे गाली दूं ना, जिंदगी भर याद रखें ये बड़े भाई। बाटो हाम्रो बन्दै छ, पुरै एसिया हाइवे सबै बन्दै छ। र अगाडि रहेको छ हाम्रो दारी प्लस साइमन भाइ। हेलो गाइज, हेर्ने भयो होला एकपटक हाम्रो इटारीको भ्यू पनि हेरिदिनु। र बाटोहरू थापिसक्नु भयो होला हामी कुन बाटो छिर्छौँ भने। हामी 14 जाने बाटो छिर्दैछौँ। अब प्रायः जस्तो बाटो अब हाइवेज पनि कुद्ने गर्छ आजकल। काठमाडौँ जानको लागि सहज पनि हुन्छ भने बाटो पनि सुन्छ। अघिदेखि तपाईँले देखाइरहेको हाम्रो ड्राइभर चाहिँ राज सर चाहिँ उहाँ नै हो। कपाल मिलाउनु हुँदैछ हेर्नुहोस्। मान्छे त हेर्छमै हो। चिया नास्ता खाइसकेपछि अब हाम्रो ड्राइभर पनि चेन्ज भयो भने पछाडि केही सेकेन्डभित्रमा 1 2 3 5 सेकेन्ड पनि नलाग्दै हामी ड्राइभर हामीलाई भेटाएर पुगिसक्नु भयो। गाइज अहिले हामी छौँ धरानको जङ्गलमा। 14 जाने जग्गा थियो, धरान बाटोको जङ्गलमा छौँ हामी अहिले। र हेर्नुहोस् हेन्डसम दुईजना हेन्डसम हेरेर हेर्नुहोस् क्या हेन्डसम भने म पनि एउटा हेन्डसमको अन्तिम भए पनि स्थितिमा म पनि हेन्डसम नै हो। अलिकति खाँदा भए पनि हेन्डसमै हो। अन्तिम भए पनि स्थितिमा म पनि हेन्डसम नै हो। अलिकति खाँदा भए पनि हेन्डसमै हो। धेरै माया देखाइदिनु होला। भर्खर खोलेको च्यानल हो। एकदम वातावरण
एकचोटि चेक गर्नुहोस् हातको ट्र्याकको साइज चेक गर्नुहोस् मोबाइल मसँग आइसकेको छ होइन अब हेर्नु सक्नुहुन्छ यसले चाहिँ एकदम फ्रन्ट क्यामेराबाट रहेछ होइन म चाहिँ ब्याक क्यामेरा युज गरेर चक्करमा छु चेक गाइड चेक चक्करमा छु भने बाटो पनि त्यहाँ लाग्छ अनि हामी चक्करमा छौँ भने हाम्रो आवाज तपाईँलाई अलिकति क्लियर आउन सक्छ होइन किनकि हावा बेसी चलिरहेको छ र अगाडि जाने हाम्रो सोइरहेको भएको छ हाम्रो साथी छ एकजना यहाँ होइन यही हो त काउन्टरमा होइन दाइ त्यो हेर्दैछौँ यो बोटको बिल काउन्टर कहाँ छ पर हामीले एकजनालाई सोध्यौँ होइन यहाँ एकजनालाई सोध्यौँ अलिक अगाडि भन्नुभयो होइन उहाँले हेरौँ मतलब कति अगाडि रहेछन् एकजना हाम्रो साथी छ होइन उसले एक्चुली भेट्ने कुरा भयो तर कहाँ भनेर ठ्याक्कै थाहा छैन होइन ठ्याक्कै थाहा भएन कहाँ भनेर हाम्रो साथी हेर्नु बोल अगाडि भएको चाहिँ हाम्रो साथी हो एकजना भन्ने साथी हो जाँदैछन् दुईजना केटाहरू हाम्रो केटाहरू हाम्रो साथी यहाँ बोट चलाउँछ र बोट एकदम भिड्ने छ होइन गाइज हामी अघि साथीलाई भेटेर गएको थियौँ सरी अलिकति हामीले भिडियो लिन पाइनौँ होइन एकछिन बस्यौँ चिया नास्ता गऱ्यौँ त्यो भिडियो चाहिँ लिन पाइनौँ हामीले होइन र हाम्रो साथीलाई फेरि लिएर होइन हामी फेरि हाम्रो साथीहरूलाई लिएर होइन अब केटा निस्किसक्यो अगाडि अब हामी अब कुन्डा जान्छौँ अरे गाईघाट अब हामी गाईघाट जानेछौँ होइन चिया नास्ता भइसकेपछि एकछिन होटलमा बसिसकेपछि रमाइलो गरिसकेपछि अब हामी सिधै गाईघाट जाँदैछौँ गाईघाट हाम्रो एकजना साथी छ उज्वल होइन फोन पनि गर्छ केटाले सुन्न भाइ उज्जवल गाईघाट आएको छु कहाँनिर गाईघाट आउँछ हामी गाईघाटमा छौँ साथीलाई कल आउँदैछ होइन गाईघाट आएको छौँ कहाँ यहाँ लाग्दो गाईको चल्दैछ होइन हामीले पनि हुँदैछ यता होइन हामी यसो अब गाईको जाने प्लान छ हेरौँ हामी कहाँसम्म पुग्छौँ हामी ठ्याक्कै निश्चित छैन यहाँसम्म पुग्छौँ तर हामी जान्छ गाईगाडी गएको होइन कहाँसम्म पुग्छौँ तपाईँहरूलाई हामी पुरै हेराउने छ होइन मैले पनि भइरहेको छ हामी माथि जाँदैछौँ हामीसँग लाइसेन्स छ तर हामी देखाउँदैनौँ यहाँ गाडी ट्राफिक पनि हुन्छ हामी लाइसेन्स मागे पनि हामी देखाउँछ जे भए पनि हामी पाल दिँदैनौँ पुलिस भए पनि भयो पनि किनकि बाले हाम्रो दाइ हो बारे साह्रो हामी सबै दाजुभाइ अहिले हामी उदयपुरको रिसोर्टमा छौँ साथीहरू सक्नुहुन्छ होइन
मेला गाडीको साइड सुरु छौँ हामी होइन साले का खोपड़ी तोड़ साले का हामीको हाम्रो यो गन्तव्य भनेको चाहिँ जोगिदासम्मको त्यहाँ जोगिदामा हाम्रो साथी हुनुहुन्छ उज्जवल अधिकारी भन्ने उसलाई भेट्नको लागि भनेर हामी हिँडेको खास गरी भन्दा हामी हिँडेको चाहिँ 17 थियौँ 17 हिँडेको त्यहाँ आएपछि फेरि अब तपाईँलाई अगाडि भनेको थियौँ अब कता कता गइन्छ भनेर त्यहाँ आइपुगे बित्तिकै अब केटा साथीहरूले के भन्यो भने भन उज्जवल भेटौँ अब यहाँ आइसक्यौँ जोगिदा यहाँदेखि अब त्यही अब 60 किलोमिटर छ 60 किलोमिटर छ लगभग 1.5 घन्टामा पुगिन्छ जाउँ भन्न थाले अनि उसलाई भेट्न भनेर हामी हेर न बाटो ए बाटो कस्तो यो साइमन तर्छ हेर न पुल झर्नुपर्छ गर्छ घन्टा पुल यस्तो छ है हेलो गाइस हिँड्नु छ टर्न हिँड्नु हिँड्दा सम्झिलाई हेर्नु त थाम्छ यस्तो बाटो हिँडेको छ है फाइनल्ली भेट्यौँ हामीले बाटोमा फाइनल्ली बाटो भेटेको छ काम नलाग्ने बेरोजगारी अहिले अब मेला गइरहेको छौँ है यहाँको त जोगिदामा मेला छ अरे फाइनली हामी जोगी आइसकेको थियौँ होइन साथीलाई हेर्न पाएनौँ हामीले तर पनि यहाँ साथीले हामी मेला आइसकेको छौँ जोगिदामा मेला होइन हाम्रो साथी चाहिँ कहाँ छ भने साथी उतै छ होइन तर हामी साथीको गाउँको मेला आइसकेको छौँ जोगिदामा मेला पुरै मेला लाग्दो रहेछ होइन यति मात्र होइन उता पनि छ अरूतिर पनि छ मेला होइन 3000 रुपियाँ के लान्छ बाइकमा हाम्रो साथी खास गरी हामी सबै भेट्न आएको थियौँ जोगिदा होइन यसलाई भेटेको हामीले भिडियो चाहिँ बनाउन पाएनौँ किनभने हामी एक्साइटेड थियौँ साथीलाई भेट्ने होइन तर साथीलाई लिएर हामी डाइरेक्ट आइसकेको थियौँ मेलामा हेर्नु सक्नुहुन्छ तपाईँ
यस्तो धेरै फोहोर यस्तो धेरै फोहोर यति धुलो उठेछ नि के भन्ने होइन मस्तो धुलो उठेछ त्यही भएर मैले त भिडियो बनाउनु पाइनँ केटा आउँछ त होइन हामीलाई जगाउनु होइन केटाहरू त आउँछ नि होइन टन्न धुलो भएको कारणले मलाई अगाडिबाट हिँड्न पाइनँ होइन कपाल पनि बिग्रिसक्यो धुलोको कारणले होइन बेलुका परिसक्यो अब घर पनि जानुपर्ने हुन्छ हेलो गाइस होइन अब हामी चाहिँ मेरो चाहिँ घुमेर फर्किँदैछौँ जग्गातिर आउँदैछ होइन फर्किँदैछौँ हामी अब हेरौँ योभन्दा पनि अगाडि भयो भने ठिकै छ हेराउँछौँ नि भएन भने हेरौँ गाइज अब हामी चाहिँ यसो बाटोमा यहाँ उत्रेर हिँड्दैछौँ यहाँ यसो सिडी चढौँ यहाँ के रहेछ भनेर हेर्न गएको बाटोमा आउँदा आउँदै यहाँ बाटोमा आउँदा परेको रहेछ तर यो केही छ जस्तो लाग्यो सिडी मात्र जस्तो लाग्यो हेरौँ के छ माथि अब गाछ यस्तो छ माथिबाट चाहिँ के रहेछ भन्न गइएको कि सबै भ्यूहरू देखिने रहेछ उहाँबाट भ्यू आउँछ आउँदैन उहाँबाट फोटो खिच्दा अझै माथि दामी आउने रहेछ कि माथि गइएन यसो एक दुईवटा फोटो खिच्नु हामी यहाँ अब के हुन्छ कस्तो आउँछ भ्यू